हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। हामी चाहिँ आज पनिरको मोमो बनाउन गइरहेका छौँ। हामी यहाँ घर बसेको दिनै पनिर बनाउन लागेको पनिर मोमो। हामीले चाहिँ यसमा अहिलेको पनिरमा बन्दा पनि एड गऱ्यौँ, मसलाहरू सबै प्याजहरू सबै एड गरिसकेका छौँ। यो चाहिँ पनिरको लागि किमा तयार भयो। यता चाहिँ हाम्रो मोमोको लागि डो तयार भयो। अब चाहिँ हामी रेडी पोजिसनमा छौँ। अब पनिर मोमो बनाउन लागेको। हामीले चाहिँ यहाँ यी मोमो पनि बनाउँदैछौँ। एउटा चाहिँ मोमो रेडी पनि भइसक्यो। साथीहरू जाडो छ एकदम, म त चिहान लाग्यो। मोमो बनाउँदा चिहान लाग्यो। सक्यो अझ सक्यो होइन के भइरहेको बोलाउ जा भने अब चाहिँ हामी यहाँ मोमो रेडी भएर खाँदैछौँ। साथीहरू आज चाहिँ हाम्रो घरमा मोमो बनाए मध्येको सबसे ठुलो जम्बू मोमो बनाएको छ। यो चाहिँ मेरो मुखमा अट्दैन, यसरी मैले खानै सक्दिनँ। यसलाई चाहिँ आधा आधा बनाएर खानु पर्ला साथीहरू। वाउ, जम्बो मोमो खानलाई आएको राम्रो। यहाँ बसेर खाने हो नि त, बोकेर उहाँ जाने हो त। यहाँ झिकेर भयो पो खान्छ जस्तो। यसरी फुटाएर खानुपर्छ साथीहरू। ठुलो जम्बू मोमो सबसे घरमा आज मोमो बनाए मध्येको सबसे ठुलो मोमो। आज चाहिँ नेवारीहरूको एमरी पुर्ने हो, तर हामीले चाहिँ मोमो खान्छौँ। हामी नेवारी होइन नि त। त्यही भएर साथीहरू कति भयो खाइ गाई।